नमस्ते। विदेशमा रहनुभएका लाखौं नेपालीले कमाएको पैसा त्यो कसरी सुरक्षित रूपमा कानूनी तरिकाले नेपाल आइपुग्छ, यो त अब साह्रै चासोको विषय हो नि, होइन? हो नि। यसलाई व्यवस्थित गर्न नेपाल राष्ट्र ब्याङ्कले केही नियमहरू बनाएको छ। आज हामी त्यही नियम, खास गरी नेपाल राष्ट्र ब्याङ्क विप्रेषण विनियमावली 2070 का मुख्य व्यवस्थाहरूमा अलि गहिरिएर कुरा गर्नेछौँ। हाम्रो छलफलको आधार पनि राष्ट्र ब्याङ्कै आधिकारिक विनियमावली हो। एकदम। यो विनियमावलीले खासमा विदेशबाट नेपाल पैसा पठाउने व्यवसाय, जसलाई हामी रेमिटेन्स भन्छौँ नि, हो त्यसलाई कसरी चलाउने भन्ने एउटा फ्रेमवर्क दिन्छ। अच्छा। यसको मुख्य उद्देश्य त कारोबार पारदर्शी होस् अनि जोखिम पनि कम होस् भन्ने नै हो। त्यसो भए कसैले यो रेमिटेन्सको काम मतलब व्यवसाय नै सुरु गर्न खोज्यो भने के गर्नुपर्छ त? सजिलै गर्न सकिन्छ कि? सजिलो त ट्याक्कै भन्न मिलेन। पहिलो र सबैभन्दा महत्त्वपूर्ण शर्त त के छ भने नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत पत्र लिनै पर्छ। यो त नियम 3 मा स्पष्ट छ। लाइसेन्स चाहियो। लाइसेन्स अनिवार्य। अनि अर्को कुरा, यो इजाजत पत्र पाएपछि फेरि अरूलाई बेच्न वा हस्तान्तरण गर्न पाइँदैन, जसले गर्दा को जिम्मेवार हो भन्ने कुरा प्रष्ट हुन्छ। इजाजत पत्र लिन त पक्कै के योग्यताहरू, शर्तहरू तोकिएको होला नि, जस्तो कि कम्पनी कस्तो हुनुपर्छ वा कति पैसा चाहिन्छ भन्ने केही छ कि? छ जी, पक्कै छ। अब योग्यताको कुरा गर्दा आवेदक नेपाली नागरिक हुनै पर्यो अनि ब्याङ्कको कालो सूचीमा परेको हुनु भएन। कालो सूचीमा पनि? कालो सूचीमा परेको भए फुकुवा भएको निश्चित समय, सायद 3 वर्ष होला, त्यो कटेको हुनुपर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, नैतिक पतन देखिने खालको फौजदारी कसुरमा सजाय पाएको हुनु भएन। हस्। यी त भए कानुनी र नैतिक कुरा। सँगसँगै अब पैसाको कुरा, मतलब वित्तीय क्षमता कति छ भन्ने पनि हेरिन्छ। वित्तीय क्षमता भन्नाले कति पुँजी हुनुपर्छ त? यसमा हेर्नुहोस्, 2 किसिमको व्यवस्था छ। यदि विदेशमा आफै मुख्य कम्पनी, जसलाई प्रिन्सिपल भनिन्छ, त्यो भएर काम गर्ने हो भने न्यूनतम 10 करोड रुपियाँ चुक्ता पुँजी देखाउनै पर्यो। 10 करोड? हो। तर यदि विदेशको कुनै प्रिन्सिपल कम्पनीको नेपालमा एजेन्ट मात्रै बन्ने हो भने त्यसमा चाहिँ अलि कम छ, न्यूनतम 2 करोड रुपियाँ चुक्ता पुँजी भए पुग्छ। 10 करोड र 2 करोड, यो त राम्रै ठूलो रकम भयो। यसले त खै अलि ठूला खेलाडीलाई मात्रै यो बजारमा सजिलो बनायो कि जस्तो पनि देखियो नि। साना कम्पनीलाई त गाह्रो पर्ला नि। यो एउटा विचार गर्नुपर्ने पक्ष हो। सायद राष्ट्र ब्याङ्कको उद्देश्य के होला भने कम्पनीहरू आर्थिक रूपमा अलि बलिया हुन्, होइन? भोलि केही तलमाथि भयो भने पनि कारोबार धान्न सकुन्, ग्राहकको पैसा नडुबोस् भन्ने होला। तर हो, तपाईँले भनेको पनि ठिक हो। यति धेरै पुँजीले नयाँ वा साना कम्पनीलाई प्रवेश गर्न अलि चुनौतीपूर्ण चाहिँ बनाउँछ नै। ल, मानौ इजाजत पत्र पनि आयो, पुँजी पनि जुट्यो। अब उनीहरूले कस्तो किसिमको कारोबार गर्न पाउँछन् त? पैसा नेपाल ल्याउने मात्रै हो कि यहाँबाट बाहिर पठाउन पनि मिल्छ? यहाँनिर एउटा एकदमै ध्यान दिनुपर्ने कुरा छ। यो विनियमावली अनुसार नै इजाजत पत्र लिएका कम्पनीहरूले विदेशबाट नेपालमा पैसा ल्याउने, मतलब भित्र्याउने, जसलाई इनवर्ड रेमिटेन्स भनिन्छ, त्यो काम मात्र गर्न पाउँछन्। भित्र्याउन मात्रै? हो, मात्र भित्र्याउन। उनीहरूले नेपालबाट बाहिर पैसा पठाउने आउटवर्ड रेमिटेन्सको काम गर्न पाउँदैनन्। यो नियम 7 क र 7 ख मा स्पष्ट छ। अच्छा। अनि अर्को कुरा, विदेशबाट आएको पैसा पनि नेपालमा पाउने व्यक्तिलाई, बेनिफिसियरीलाई नेपाली रुपियाँमा मात्रै दिनुपर्छ। डलर वा अरू विदेशी मुद्रामा दिन पाइँदैन। नेपालीमा मात्रै भुक्तानी? हो, विदेश पठाउन नपाइने रहेछ। अनि त्यो विदेशबाट पैसा ल्याउँदा चाहिँ के त्यसको पनि कुनै तरिका तोकिएको छ? कसरी ल्याउनु पर्छ? छ नि। पैसा अनिवार्य रूपमा ब्याङ्किङ प्रणालीबाटै आउनुपर्छ, हुन्डी जस्तो गैर कानुनी तरिकाबाट होइन। अनि त्यो पैसा पनि परिवर्ती विदेशी मुद्रामा हुनुपर्छ। परिवर्ती विदेशी मुद्रा, त्यो भनेको कस्तो? मतलब जुन विदेशी मुद्रा सजिलैसँग संसारका अरू मुख्य मुद्रा जस्तो अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ आदिमा साट्न सकिन्छ। यसले के फाइदा भयो भने विदेशी मुद्रा औपचारिक माध्यमबाट सोझै देशको ब्याङ्किङ प्रणालीमा आउँछ। देशको ढुकुटी बढ्ने भयो। हो, विदेशी मुद्रा सञ्चितलाई यसले बलियो बनाउँछ। अनि कम्पनीले सेवा दिए बापत पाउने कमिसन छ नि, त्यो पनि विदेशी मुद्रामा नै पाउनुपर्छ भन्ने व्यवस्था छ नियम 7 ज मा।
अहिले त जताततै यो सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङको कुरा एकदमै उठ्छ। रेमिट्यान्स व्यवसायमा त झन् धेरै जोखिम होला नि यसको, होइन? यसलाई रोक्न के व्यवस्था छ कि विनियमावलीमा? एकदमै। यो क्षेत्र त मनी लन्ड्रिङको लागि अलि संवेदनशील नै मानिन्छ। त्यसैले विनियमावलीले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064लाई पालना गर्नै पर्छ भनेर अनिवार्य गरेको छ। नियम 7(द) मा यो कुरा छ। कानुनै मान्नुपर्ने। कम्पनीहरूले आफ्नो ग्राहक चिन्नु पर्यो, केवाइसी भन्छ नि, त्यो राम्रोसँग गर्नु पर्यो। पैसा पठाउने को हो, पाउने को हो, पैसाको स्रोत के हो भन्ने कुरामा ध्यान दिनु पर्यो। अनि एउटा चाखलाग्दो व्यवस्था के छ भने नियम 7(ध) अनुसार यदि कुनै एउटै व्यक्तिलाई एकै पटकमा वा महिनाभरिमा गरी 10 लाख रुपैयाँ वा त्योभन्दा बढी भुक्तानी दिइन्छ भने त्यसको विवरण राष्ट्र ब्याङ्कलाई पठाउनुपर्छ। 10 लाखको सीमा। यसले साँच्चै शङ्कास्पद कारोबार रोक्न मद्दत गर्छ त? कि कम्पनीहरूलाई यो अलि बढी झन्झट मात्रै भयो कि? अब हेर्नुहोस्, यो सीमा भनेको एउटा सन्तुलन खोज्ने प्रयास होला। एकदमै सानो सानो कारोबारलाई पनि निगरानी गर्दा त काम गर्नै गाह्रो हुन्छ, होइन? हो त। तर ठूलो रकमको कारोबारमा अलि बढी ध्यान दिन गैर कानुनी पैसालाई प्रणालीमा आउनबाट रोक्न केही मद्दत पुग्छ कि भन्ने सोच होला। यो 10 लाखको सीमा सायद त्यही सन्तुलन बिन्दु हो कि? ठीक हो। अब यत्रो कारोबार हुन्छ, यसको हिसाब किताब लेखाजोखा राख्ने रिपोर्ट गर्ने बारे पनि केही नियम त पक्कै होला नै? छन् नि छन्। नियम 8 के भन्छ भने कम्पनीहरूले गरेको हरेक कारोबारको विस्तृत अभिलेख राख्नुपर्छ। कुन देशबाट आयो, कुन माध्यमबाट आयो, कसले पठायो, कसले पायो, यस्तो सबै विवरण कम्तीमा 5 वर्षसम्म सुरक्षित राख्नुपर्छ। 5 वर्षसम्म? हो। अनि नियम 9 अनुसार मासिक रूपमा कुन देशबाट कति आयो, कुन कम्पनीबाट कति आयो भन्ने विवरण, अनि हरेक वर्ष आफ्नो लेखा परीक्षण गरेको रिपोर्ट त्यो राष्ट्र ब्याङ्कमा बुझाउनै पर्छ। यसले गर्दा सबै कुरा पारदर्शी हुन्छ र राष्ट्र ब्याङ्कलाई पनि अनुगमन गर्न सजिलो हुन्छ। राष्ट्र ब्याङ्कले अनुगमन गर्छ भन्नुभयो। यदि कुनै कम्पनीले यी नियमहरू मानेन, गडबड गर्यो भने नि के हुन्छ? कस्तो कारबाही हुन सक्छ? राष्ट्र ब्याङ्कसँग त्यो अधिकार छ। नियम 10 अनुसार राष्ट्र ब्याङ्कले जुनसुकै बेला यी रेमिटान्स कम्पनीहरूको निरीक्षण गर्न सक्छ। उनीहरूको अफिसमै गएर कागजपत्र हेर्न सक्छ। अनि नियम नमानेको भेटिएमा? राष्ट्र ब्याङ्कले चेतावनी दिनेदेखि लिएर जरिवाना गर्ने, कम्पनीले राखेको धरौटी जफत गर्ने, इजाजत पत्र केही समयका लागि निलम्बन गर्ने वा सधैँका लागि खारेज नै गरिदिनेसम्मको कारबाही गर्न सक्छ। खारेज नै हुन सक्ने हो। अनि अर्को कुरा, इजाजत पत्र त हरेक वर्ष नवीकरण पनि गर्नुपर्छ। नियम 15 अनुसार यदि म्याद सकिएको 6 महिनाभित्र नवीकरण गरिएन भने त इजाजत पत्र आफै स्वतः खारेज हुन्छ। नियम 16 ले त्यही भन्छ। ओहो, योले त कम्पनीहरूलाई एकदमै अनुशासित भएर नियमभित्रै बस्न कर लगाउने भयो। हो नि। नियम पालना गरिएन भने व्यवसाय नै बन्द हुन सक्ने जोखिम हुन्छ। यो सबै कुरा सुन्दा त नेपालमा विप्रेषण व्यवसाय चलाउन निकै कडा नियम कानूनले बाँधिएको रहेछ। तर समग्रमा हेर्दा यी सबै नियमहरूको उद्देश्य त विदेशबाट आउने हाम्रो महत्त्वपूर्ण आय स्रोत रेमिट्यान्सलाई औपचारिक माध्यममा ल्याउने, सुरक्षित बनाउने अनि देशको अर्थतन्त्रलाई नै फाइदा पुर्याउने देखियो, होइन त? हो, सारमा भन्दा त्यही हो। यसले विप्रेषणलाई फर्मल च्यानलमा ल्याउँछ, कारोबारमा पारदर्शिता ल्याउँछ अनि मनी लन्डरिङ जस्ता गैर कानुनी गतिविधि रोक्न मद्दत गर्छ। यी सबैले अन्ततः देशको विदेशी मुद्रा सञ्चितलाई नै टेवा पुर्याउने हो। आजको हाम्रो यो छलफलको अन्त्यमा श्रोताहरूलाई एउटा प्रश्न सोच्न छोडौँ न त। यति धेरै विस्तृत नियम र प्रक्रियाहरूले गर्दा रेमिटान्स सेवा दिने कम्पनीहरूलाई काम गर्न कतिको सजिलो वा गाह्रो बनाएको होला? अनि यसको असर अन्ततः सेवा लिने व्यक्ति, मतलब पैसा पठाउने र पाउने मान्छेहरूलाई कस्तो पर्छ होला? के यसले गर्दा सेवा महँगो भएको छ वा उनीहरूको पैसाको सुरक्षा बढेको छ? यसमा विचार गर्नुपर्ने धेरै पक्ष छन् जस्तो लाग्छ। तपाईलाई के लाग्छ? यो निकै महत्त्वपूर्ण प्रश्न हो। नियमले सुरक्षा त बढाउला, तर लागत र सहजतामा कस्तो असर पर्यो त्यो बहसको विषय हुन सक्छ।